चाहिँ कसले अटो लेखेको मैले थिएन उ दुईजनाले के गर्यो म घरमा भात खाएर बगर पछाडि छिरिसक्यो गाडी अनि अगाडि यसरी च्याप दिएपछि लाग्छ कि लाग्दैन यहाँ पनि छुएछ गाडी ए अनि पछाडि त्यत्रो पछाडि छिरेको गाडी अगाडि अनि चेपेपछि केमा छुन्छ अनि ड्राइभर साइडै कुची खाँदा गाडी त अनि सिधै हान्दै त अटोले फेरि ड्राइभर अनि ड्राइभर साइड ठोक्यो त अनि सिधै आएर हानेको भयो नि त खलासी साइड भए पो उताबाट रहन्थ्यो अहिले ड्राइभरको अगाडि चोट लगाइरहेको त उता साइड भए चेपो भन्यो भने ए कहाँ अड्किन्छ अब नयाँ हो 8,000 कति पर्छ ओ गाह्रो छ जिन्दगीमा अब के गर्ने म के बोलौँ के बोल्नु अब गल्ती भन्छ उसले यता घुमायो त उसले यता गर्छ तपाईँ अनि थिएन तपाईँ थिएन म थिइनँ त घर घुमाए पनि पछाडिबाट छिरेपछि त अनि अगाडि चेपिदिएपछि त अगाडि गाडी भएपछि अगाडिलाई हान्दिनु त कस्तो कुरा हुन्छ अगाडि गाडी थियो तपाईँले त कटाउँछु भनेर चाहिँ छिराएको के नभए यहाँ साइडलाई लाएर नि हात ठोकेको छ अनि तपाईँले यसरी टर्न मारेपछि अनि सिधा जाँदै गरेको गाडीले यसरी चेपेपछि अनि के गर्नु चेपियो त त्यसरी अनि चेपेपछि लाग्दैन कस्तो पछाडिबाटै लाग्दै आउनुपर्ने हो नि त तपाईँहरू यहाँ के भन्छ अब अब विवाद गरेर काम छैन कसै हुन्छ अब धेरै त ठुलो उसले भन्छ उहाँबाट सुन्नु अब हामीले देखेको हामी प्रत्यक्षदर्शी होइन हो कि होइन हो त तपाईँहरू दुईजना हो प्रत्यक्षदर्शी म पनि छैन म पनि भए म थाहा पाइहाल्छु म के भन्छु भने साउले 4,000 खेप्नु 4,000 दाइले 8,000मा अब फेर्नु यही कुरामा बात विवाद गरेर जानुहुन्छ भने पुलिस चौकी जाउँ पुलिस सिसी चौकीले क्यामेरा हेरौँ जसको गलत उसको गलत भने उसै सकेको तपाईँलाई तिर्दिन्छन् पैसा तपाईँ यहाँ गलत भयो भने तपाईँले के तपाईँको त ढाँडले छोएको छ तपाईँको गल्ती छ होइन मैले कुरा बुझ्दा अब आधी आधी गरेर मिल्नु क्या त त्यही हो कटाउनु भयो झिकेर राख्नु